हेलो गाइस, नमस्ते छ सबैजनालाई। र आज चाहिँ के को ब्लग आउँछ भन्दाखेरि आज चाहिँ हामीहरू मोमो बनाएर खान लागेको छौँ हैन। ब्रोइलरको मासु र बन्दाकोपी, सुँगुरको मासु ल्याउनु भनेको थियो भाउजूलाई। सुँगुरको मासु भेटेन रहेछ अनि फेरि हाम्रो भाउजू सुँगुर खानुहुन्न र पनि अब भाउजूलाई भिन्दै हामीलाई भिन्दै ल्याउनु पर्ने हुन्थ्यो, त्यो पनि भेट्दैन रहेछ र ब्रोइलर लिएर आउनुभएको छ। आज चाहिँ हामी मोमो बनाएर खान लागेको छौँ। बनाउनु त यति धेरै आउँदैन, यति धेरै भन्दा पनि आउँदैनै हैन। खालि हामी रिङ्कु दालाई बनाउनलाई बोलाउँथ्यौँ र योपालि चाहिँ हामी दुईजना हैन, अब सधैँ अरूलाई बोलाएर त हामीले कहिले सिक्दैनौँ। त्यसैले अब हामी दुईजना जस्तो जानेको त्यस्तै बनाउने, पोको पार्ने, खाने त हो भन्दै नन्दा भाउजू चाहिँ मिलेर बनाउन लागेको छौँ। देखाउने छु म तपाईँलाई भरे। र एकदमै चराहरू कराइरहेछ, एकदम हेर न, सबै हगिदिन्छ यो चराले चाहिँ माथि चढी चढी। अब के गर्नु र, चराले त वाक्कै बनाइदिएको छ, सबै गुँडो लगाएर हगेर माथि माथि भेट्नु पनि भेटिँदैन। र एकदमै कस्तो राम्रो हरियाली भइसकेको छ हाम्रो गाउँहरू चाहिँ, एकदमै खुसी लाग्छ यस्तो हरिहरि देख्दा। यहाँनिर चाहिँ मैले मैदा मुस्नको लागि रेडी बनाएको छु, चालिहरि होइन। अनि अब मुस्ने हो, मैले मुसेको चाहिँ जहिले गिलो हुन्छ नि त, त्यही भएर मुस्ने मन लाग्दैन। यहाँनिर छ हेर्नुहोस्, प्याज अनि प्याज, कोपी अनि यो प्याजको पत्ता, धनियाँ। यहाँनिर प्लास्टिकमा प्याक गरेर राखिदिइसकेको छु। अब एकछिन पछाडि चाहिँ बेल्ने हो। र मोमोको अचार हेर्नुहोस् यहाँ कस्तो दामी देख्दैछ है, रातो उडी पोल्थला सुकेको खर्सानी हो नि त। अब चाहिँ हामीहरू मोमो बनाउन सुरु गर्दैछौँ है। हेरे त कति डेरी बेल्दो रहेछ नि म बिर्सेको। अन्त कति बिस्तारै बेलेको त। मोमो बनाउनु सुरु भइसक्यो। म चाहिँ यहाँ डल्लो बनाउँदैछु, हाम्रो भाइले चाहिँ यहाँ बेल्दैछ। अनि हेर्नुहोस् मोमो बनाएको भाउजूले। यहाँ चाहिँ हाम्रो चिकन छ, हेर्नुहोस् अचार पनि तातो रहेछ। हाई गाइस, हेलो। अनुहार त कस्तो देख्दैछ नि। मोमो बनाउनु मुन्टो कस्तो भइरहेछ तपाईँको? मुन्टो बाङ्गै गरेर बाङ्गै छ है मुन्टो चाहिँ। अलिक सन्चो भयो, अलिक सन्चो भए जस्तो छ। यहाँ मोमो बनाउने हालतमा चाहिँ आइपुगेको छु है आजदेखि चाहिँ। हेर्नुहोस् मोमो, म त यति पनि जान्दिनँ। मोमो बनाएको देखेर चाहिँ नहाँस्नु होला तपाईँहरू चाहिँ, बल्ल सिक्दैछौँ। अब एकैचोटि जानेर त आउँदैनौँ। हाई भाइ, 27-28 वर्षमा बल्ल सिक्दैछौँ है मोमो बनाउनु चाहिँ। तेरो घुँडामा के भयो नि? ए पहिलेकै यता हेर न भाइ, घुँडा त तेरो त अनि कुम पनि नागिसक्यो त। अनि यो चाहिँ एकदमै लम्बु न लम्बु छ, हाम्रो काका जस्तै सेम। हाम्रो काका पनि यस्तै लम्बु हुनुहुन्छ नि त, मेरो काका कृष्ण काका। हामी चाहिँ यहाँ मोमो बनाउँदैछौँ, भाउजू नन्दा देवर मिलेर है गाइस। अनि रातिको भिडियो मोमो हेर्नुहोस् है, डिजाइन त बनाउन आउँदैन, त्यही पनि मेसँग दुईचोटि भयो नि आफै बनाउनु थालेको हामीले। बाँकीहरू भन्दैछ नि यहाँ चाहिँ मैले बनाएको चाहिँ यहाँ हेर्नु न, भङ्गी किरा जस्तै बनाइदिएको छु। मैले चाहिँ जान्दिनँ नि त म त बनाउनु। अनि यहाँ छु म, मेरो भाइ चाहिँ घप्टो परेको चाहिँ भाग्दैछ, भिडियोमा आउनु खोजेको छैन, कस्तो देख्दैछ भनेर उसलाई। अब जस्तो छ त्यस्तै त देख्छ नि, अब हामी राम्री भए पो राम्रो देख्छ त नि, यस्तै अनुहार छ, के गर्छ। चुलामा बनाउँथ्यौँ र आज चाहिँ ग्यासमै बनाएको मोमो चाहिँ छ। मैले आमाको लागि मोमो रेडी गरिदिएको छु। हाम्रो आमाले चाहिँ अचार यति खानुहुन्न नि त। प्रितमको लागि चाहिँ यहाँनिर चिकन फ्राई गरेर रेडी पारिदिएको छु, उसलाई ललिपप चाहियो अरे नि त। अनि अब एउटा खाँदैछ मोमो पनि, ट्राई गर्दैछ उसले चाहिँ, यति मन पराउँदैन उसले। र यहाँ म पनि मोमो खानु लागेको। मलाई चाहिँ सुप खासै मन पर्दैन, त्यसैले भाउजूले चाहिँ खानुहुँदैछ, म चाहिँ नखाने। र आजको ब्लग चाहिँ यहीँसम्म हो। भिडियो कस्तो लाग्यो है, र आजलाई चाहिँ बाई बाई।